आदरणीय दर्शक महानुभावहरू, अहिले हजुरहरू हेर्दै हुनुहुन्छ आज सकिमना पुर्णिमाको दिन भक्तपुरका विभिन्न टोलमा प्रदर्शनमा राखिएका अन्न प्रदर्शन हलिमली बोकेका केही दृश्यहरू। Dear respected viewers, you are now watching some glimpses of the art made from grains displayed in Bhaktapur during the celebration of the Sakimana festival in Nepal. सकिमना पुर्णिमा नेपालको नेवार समुदायले प्रत्येक वर्ष कार्तिक शुक्ल पूर्णिमाको दिन मनाइने अत्यन्त महत्त्वपूर्ण एवं धार्मिक पर्व हो। यो पर्व विशेष गरी काठमाडौँ उपत्यकाका नेवार समुदायहरूले बडो उल्लासका साथ मनाउने गर्दछन्। सकिमना पुर्णिमाको साँझतिर विभिन्न मन्दिर एवं चैत्य विहारको अगाडि धान, मकै, भटमास, गहुँ, माल्पा, स्वारी तथा अन्य अन्नहरूबाट विभिन्न देवी देवता,
देवताको वाहन, देवी देवताको मन्दिर, चैत्य आदिको आकृति बनाएर स्थानीय डाफा भजन बाजा आदि सहित प्रदर्शन गरिने प्रचलन रहेको छ। यसलाई स्थानीय भाषामा नसा अर्थात् अन्नभोगको हलिमली पर्व भन्ने प्रचलन रहेको छ। यो भक्तपुरको सूर्यमती टोलमा अवस्थित वाकुपति नारायणको मन्दिर हो। सकिमना पुनि नेपाल भाषाबाट बनेको शब्द हो। सकीको अर्थ पिँडालु हो भने मनाको अर्थ उसिन्नु हो। त्यस्तै पुनिको अर्थ पूर्णिमा हो। पिँडालु तथा सखरखण्ड उसिनेर खानु यो पर्वको विशेषता हो। यो भक्तपुरको ब्रह्मायणी दबुको दृश्य हो। आदरणीय सम्पूर्ण दर्शक महानुभावहरूलाई हाम्रो युट्युब च्यानल भक्तपुर ट्राभलमा हार्दिक स्वागत गर्दछौँ। कृपया हाम्रो भिडियोलाई एक लाइक अवश्य दिनुहोला। साथै अहिलेसम्म हजुरहरूले हाम्रो युट्युब च्यानल भक्तपुर ट्राभललाई सब्सक्राइब गर्नुभएको छैन भने कृपया सब्सक्राइब गरी हाम्रो हौसला बढाइदिनुहोला। ऋतु अनुसारको उत्पादनलाई चाडपर्वमा रूपान्तरण गर्दै सकीमा पुनेको दिन पिँडालु तथा सकरखण्ड उसिनेर नजिकैको देवी देवताको मन्दिरमा चढाएर प्रसादका रूपमा खाने प्रचलन रहेको छ। यो भक्तपुरको साकोलानको दृश्य हो। धार्मिक, सांस्कृतिक तथा सामाजिक दृष्टिले अत्यन्त महत्त्वपूर्ण सकिमना पुनेको दिन बिहानै नुहाई धुवाई गरी विशेष गरी नारायण भगवान तथा शिव भगवानका मन्दिरहरूमा पूजा अर्चना गर्ने तथा व्रत बस्ने प्रचलन पनि रहेको छ। यो भक्तपुरको दत्तात्रेय स्क्वायरको दृश्य हो। सकिमना पुनेको दिन विशेष गरी उपत्यकाका 4 नारायणहरू चाङ्गो नारायण, विशङ्खु नारायण, इचङ्गो नारायण तथा शेष नारायण लगायतका मन्दिरहरूमा विशेष मेला लाग्ने गर्दछ। सकिमना पुनेलाई भक्तपुरमा विशेष रूपले मनाउने गर्दछ। सकिमना पुनेको साँझतिर विभिन्न मन्दिर एवं चैत्य विहारको अगाडि धान, मकै, भटमास, गहुँ, माल्पा, स्वारी तथा अन्य अन्नहरूबाट विभिन्न देवी देवता, देवताको वाहन, देवी देवताको मन्दिर, चैत्य आदिको आकृति बनाएर स्थानीय डाफा भजन बाजा आदि सहित प्रदर्शन गरिने प्रचलन रहेको छ। यसलाई स्थानीय भाषामा नसा अर्थात् अन्नभोगको हलिमली पर्व भन्ने प्रचलन रहेको छ। यो भक्तपुरको गोलमतीको दृश्य हो। आदरणीय दर्शक महानुभावहरू, अहिले हजुरहरू हेर्दै हुनुहुन्छ आज सकिमना पुनेको दिन भक्तपुरका विभिन्न टोलमा प्रदर्शनमा राखिएका अन्न प्रदर्शन हलिमली वेगुका केही दृश्यहरू।
Dear respected viewers, you are now watching some glimpses of the art made from grains displayed in Bhaktapur during the celebration of the Sakimana festival in Nepal. यो भक्तपुरको टौमडीका केही दृश्यहरू। हलिमली वेगो अर्थात् अन्न प्रदर्शन गर्दा टोलका ढाफा भजनले आफ्नो टोलमा भजन गर्ने प्रचलन रहेको छ। नेपाल सम्बतको पहिलो महिनामा पर्ने सकिमना पूर्णी पर्वसम्ममा घर घरमा अन्न बाली भित्र्याउने काम भइसकेको हुन्छ। अन्नका सृष्टिकर्ता धरतीमातालाई सम्मान र धन्यवाद दिन साँझदेखि टोलमा मन्दिर तथा चैत्यहरूको अगाडि विभिन्न देवी देवता र मन्दिर चैत्यहरूको आकृति बनाई बाजा गाजाका साथ भजन कीर्तन गरिन्छ, जसलाई हलिमली वेगो भनिन्छ। त्यसैले सकिमना पुर्णी कलालाई अन्न मार्फत प्रस्तुत गर्ने एक दुर्लभ कलाकारिता पनि हो। यो भक्तपुरको गैतीमा अवस्थित ऐतिहासिक लक्ष्मीनरसिंह मन्दिरको दृश्य हो। घर घरमा उसिनेको पिरालु खाएर मनाइने सकिमना पूर्णिमाको दिन धान, मकै, भटमास, केराउ, गहुँ, गेडागुडी, माल्पा, सुवारी आदिबाट न्यातापोलो मन्दिर, नारायण मन्दिर, विभिन्न देवी देवताहरूको मन्दिर, विस्का जात्राको रथ, लिङ्गो, गणेश आदि लगायत विभिन्न देवी देवताहरूको आकृति बनाउने गरिन्छ, जुन उत्कृष्ट प्राचीन कलाकारिताको प्रतीक पनि हो। भजन कीर्तन पश्चात बेलुका प्रदर्शन गरिएका यी सबै अन्नहरू प्रसादका रूपमा बाँड्ने प्रचलन रहेको छ। ऋतु अनुसार जाडोयाम सुरु हुने समयमा शरीरलाई चिसोबाट बचाउन खेतमा उब्जनी भएको पिँडालु, सकरखण्ड, कन्दमूल आदि खाँदा शरीरमा ताप र ऊर्जा प्राप्त हुने आधारले पनि सकिमना पूर्णीको विशेष महत्त्व रहेको छ। यो भक्तपुरको लागोलाछेको दृश्य हो। यो भक्तपुरको तालाकोको दृश्य हो।
सकेमा पुनिको साँझ चन्द्रमा उडाएपछि चन्द्रमा र तुलसीलाई अर्घ्य दिई विधिवत रूपमा पूजा गरी प्रसाद चढाएर पूजा सम्पन्न गर्ने प्रचलन समेत रहेको छ। हलिमली बोझ्या अर्थात् अन्न प्रदर्शन हेर्न उल्लेखनीय संख्यामा स्थानीयहरू आउने गर्दछन्। अन्तिममा प्रदर्शनमा राखिएका अन्नहरू प्रसादका रूपमा बाँड्ने गर्दछ। यो भक्तपुरको त्रिपुरा सुन्दरी देवीको दृश्य हो। सकेमना पुनी पर्वले मानिसलाई दान, पूजा, सत्य र आत्मशुद्धितर्फ प्रेरित गर्दछ। सकेमना पुनी पर्वले जीवनमा प्रकाश, सकारात्मकता, ऊर्जा र शान्तिको सन्देश दिन्छ। धार्मिक, सांस्कृतिक एवं सामाजिक महत्त्वको यस्तो ऐतिहासिक प्राचीन पर्वलाई दीर्घकालसम्म जगेर्ना गर्नु हामी सबैको दायित्व हो। भिडियो हेरिदिनु भएकोमा आदरणीय सम्पूर्ण दर्शक महानुभावहरूमा हार्दिक धन्यवाद व्यक्त गर्दछौँ। कृपया हाम्रो भिडियोलाई लाइक, कमेन्ट तथा सेयर गरिदिनु होला। साथै अहिलेसम्म हाम्रो युट्युब च्यानल भक्तपुर ट्राभललाई सब्सक्राइब गर्नुभएको छैन भने कृपया सब्सक्राइब गरी हाम्रो हौसला बढाइदिनु होला।